हेलो गुड मर्निङ सबैहरू भन्दै शुभ बिहानी शुभ प्रभात सुरु भइसकेको छ हैन। देख्न सकिन्छ क्लियर कट पहाडको घर। डेकोरेसन त पुरा हेभी छ है, राम्ररी तपाईले निहालेर हेर्नुपर्ने हुन्छ है। अन्त बीचमा फुल राख्नु भएको रहेछ। यही हो हाम्रो कालो सुनको भट्टी भन्छ, अलैँची पोल्ने भट्टी है। ल नल काट्ने प्रोग्राम चल्दैछ। नानी यता आऊ न, यता यहाँबाट काट न। यो मायामा सबै त काट्ने त तरुण अहौ तरुणको ज्याङ जम्मै लागिरहेको। कहाँ अहिले खान्छ? ओइ अहिले नखान्ने। आमा छोराको घाँस कटिङ हुँदैछ भने मेरो चाहिँ के हुँदैछ? सुताइ परेड। ओइ 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 हँसेर हुँदैन। नो 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 यहाँ घाम यस्तो ताप्दो मजाले पाइरहेको छ नरुवामाथि सुतेर। के को नाटक हो? नरुवामा सुत्नु पाइन्छ? आऊ तिमी पनि सुत्नु नरुवामा। घाम ताप्दै सुत्नुपर्छ। आऊ छोरो नरुवामा सुत्नु आऊ है। नरुवामा सुत्ने जति आऊ। यस्तो मिठो घाम लागेको छ, यस्तो मजाको राडी पछि राखेको छ नरुवाको। ओहो हो 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 के आनन्द आएको नि। तिमीहरूले भन्दा हुन्छ त होइन छ नि। पुरानैहरू के खान्छ आजको ब्रेक त खाँदैन नि। Gani sih. Apa patah. Sama menang. जम्मैको भाउजू चाहिँ कस्तो गाईलाई पिट्टानो ख एक बुहारीलाई भाउजू भन्ने गरेको कम उहाँमा कम्ती खतरा चाहिँ ल यहाँ चाहिँ अब एकदम अर्ग्यानिक हुन्छ होइन। बेसार, अदरक, लसुन अनि धनियाँ अनि अमिलो कागतीले म्यारिनेट गरियो। म्यारिनेट अघि दिउँसै गरेको 12 बजीतिर गरेको। अहिले टक्क अहिलेको टाइम भनेको 5 बजिसकेछ होइन। चट्ट यसलाई ढुङ्गा फुट्ने हो कि भन्ने डर, तर पहिला पनि यहाँ पोलेको त्यस्तो केही नहुनु पर्ने। अब सुरु गर्नुपर्ने हुन्छ है। सुँगुरको मासुमा पल्किने यो तरिकाको अनि सेकुवा ढुङ्गामाथि पोलेपछि नपल्किने चाहिँ कोनेको हुन्छ र है। ल रातो रातो ल पहिलो लट यस्तो निस्केको छ। लट चाहिँ चेक गर्नुपर्ने हुन्छ।